गुड इभिनिङ सबैजनालाई। म चाहिँ हेर्नुहोस् आज कडी पकौडा बनाउँदैछु साथीहरू। यी पकौडा बनाएर तयार छ। आज कडी पकौडा हो साथीहरू, सब्जी कडी पकौडा। हेर्नुहोस् है, कडी पकौडा बनाउने हो। कडीको लागि दही और बेसन मिक्सरमा मिक्स गरिसकेँ साथीहरू। अब चाहिँ खिचडीको लागि दाल चावल भिजाउनु छ। कडीको लागि पकौडा तयार साथीहरू। यसमा मैले प्याज, हरी मिर्ची, हरी धनिया हालेर थोड़ा हल्का सोडा सब हालेर साथीहरू एकदम मस्त पकौडा बनाएको छु। यो पकौडा अब त्यस्तै पनि खान सकिन्छ। तपाईँको कडी पकौडा धेरै दिन बाद कडी पकौडा नबनाएको साथीहरू, त्यही रातको कडी पकौडा बनाइदिनु पर्यो। धेरै दिन भयो, तयार भइसकेर अब यसमा फेरि म तपाईँको भुङ्ग्रा तौल्छु। हेर्नुहोस् है, भुङ्ग्रा तौल्छु साथीहरू। यो तातो तेलमा पकौडा चाहिँ रेडी भयो साथीहरू। तपाईँहरूले के बनाउँदै हुनुहुन्छ साथीहरू? के गर्मी छ, हेर्नुहोस् गरम छ। हेर्नुहोस् पकौडा तयार साथीहरू है। हेर्नुहोस् तयार, हेर्नुहोस् पकौडा। अब चाहिँ म भुङ्ग्रा फ्राई गर्छु साथीहरू है।